आज म जुन कथा सुनाउन गइरहेको छु यो कथा चाहिँ गोर्खाको एउटा दुर्गम गाउँको हो। जति बेला गाउँमा न बाटोघाटो थियो न बिजुली बत्ती नै। बर्खाको समय थियो। रात परेपछि पुरै गाउँमा यस्तो अँध्यारो छाउँथ्यो कि आफ्नै हात पनि ठम्याउन मुस्किल हुन्थ्यो। कमल नाम गरेका एक व्यक्ति जो सहरमा पढेको एउटा तन्नेरी केटो थियो। ऊ भूत प्रेत वा बोक्सी जस्ता कुरामा पटक्कै विश्वास गर्दैन थियो। तर एउटा घटनाले उसको जिन्दगीभरको सोच नै बदलिदियो। एक रातको कुरा हो। कमलकी बहिनी सुनिता एक्कासै बिरामी परी। उसलाई कडा ज्वरो आयो, शरीर काँप्न थाल्यो र ऊ नबुझिने अनौठो भाषामा बरबराउन थाली। गाउँको सामान्य जडीबुटीले केही पनि काम गरिरहेको थिएन। अवस्था पनि झनै बिग्रिँदै गएपछि आमाले कमललाई रुँदै पारी गाउँको झाँक्री बोलाउन पठाउने निधो गर्नुभयो। बुवाले डराउँदै भन्नुभएको थियो, बाबु आज मङ्गलबारको औँसी हो। झाँक्रीकोमा जान मसान घाटको बाटो हुँदै झुलुङ्गे पुल तर्नुपर्छ। हिजो मात्रै गाउँको कामी दाईको शव जलाएको ठाउँ त्यही हो। आज बोक्सीहरू मसान जगाउन आउँछन्, त नजा। बुवाले यस्तो भन्नुभएपछि कमललाई एकदम डर लागेको। तर बहिनीको ज्यान बचाउनु थियो उसलाई। कमलले एउटा खुकुरी कम्मरमा भिर्यो, हातमा लालटिन बोक्यो र बाहिरको कालो अँध्यारोमा निस्कियो। बाटो एकदमै डरलाग्दो थियो। बुढी गण्डकी नदीको गर्जन सुन्दा पनि मुटु थर्कन्थ्यो। जब ऊ मसान घाट नजिक पुग्यो, हावा एक्कासी चिसो भयो र पोलेको मासु र कपालको गन्ध आउन थाल्यो। अचानक उसको लालटिन निभ्यो र चारैतिर अँध्यारो भयो। त्यसै बेला उसले नदीको किनारमा केही देख्यो। खरानीको थुप्रो माथि निलो रङको आगो बलिरहेको थियो। गाउँलेहरू यसलाई राँके भूत भन्थे। कमल एउटा रुखको आडमा लुकिएर हेर्न थाल्यो। त्यो निलो उज्यालोमा उसले एउटा बुढी आइमाईलाई देख्यो। ती महिलाले केही पनि कपडा लगाएकी थिएनन् र मसानको खरानी मुठीमा उठाउँदै खाँदै थिइन्। कमलले चिनेर पनि पत्याउन सकेन। ती त मेरै गाउँको छेउमा बस्ने सोझी कान्छी आमा थिइन्। तर सबैभन्दा डरलाग्दो कुरा त उनको छेउमा थियो। एउटा सानो बच्चा जत्रो कालो जीव त्यहीँ बसिरहेको थियो। त्यसका हात खुट्टा माकुराको जस्ता लामा थिए भने अनुहारमा आँखा नाक केही थिएन, मात्र एउटा डरलाग्दो मुख थियो। त्यो एउटा छौडा थियो। कमलले त्यो सब देख्न साथ उसको सातो गएको थियो। ऊ त्यहाँबाट सुटुक्क भाग्न खोज्यो, तर अचानक उसको खुट्टाले एउटा सुकेको हाँगामा कुल्चियो। त्यो सुकेको हाँगामा ढिकेको आवाज सुन्न साथ मसान घाटमा सन्नाटा छायो। निलो आगो जुन बलिरहेको थियो त्यो झ्याप्पै निभ्यो र कान्छी आमाको डरलाग्दो चिच्याट आवाज सुनियो र उनले भनिरहेकी थिइन्, त्यसलाई समात। कमल लालटिन त्यहीँ फालेर ज्यानको बाजी राख्दै झुलुङ्गे पुलतिर कुद्यो। पछाडि हिलोमा कोही नजिकै तेज गतिमा दौडिरहेको आवाज सुनिरहेको थियो। त्यो छौडा उसलाई लखेटिरहेको थियो। कमल कुद्दै गएर झुलुङ्गे पुलको काठमा हामफाल्यो। गाउँलेका मान्यता अनुसार भूत प्रेतले बगिरहेको पानी काट्न सक्दैनन्। जब ऊ पुलको बीचमा पुगेर पछाडि फर्कियो, उसले देख्यो त्यो कालो छौडा पुलको छेउमा उभिएर फलामको तार चिथोरिरहेको थियो, तर पुलमा टेक्न सकिरहेको थिएन। त्यसको पछाडि कुहिरोमा कान्छी आमा आफ्नो डरलाग्दा राता आँखाले कमललाई घुरिरहेर हेरिरहेकी थिइन्। कमल स्वाँ स्वाँ गर्दै बल्ल बल्ल झाँक्रीको घरको पिँढीमा बज्रिन पुग्यो। ढोका खोल्ने बित्तिकै झाँक्रीले कमलको त्रासले सेतो भएको अनुहार हेरे। उनले केही सोध्नै परेन। कमलको शरीरबाट आइरहेको मसान घाटको डढेको दाउरा र खरानीको गन्धले सबै कुरा बताइरहेको थियो। झाँक्रीको अनुहार एक्कासी गम्भीर भयो।
उनले हतार हतार आफ्नो झाडफुक गर्ने सामान र अक्षता झोलामा हाल्दै झाँक्रीबाले भने, त मसानको गन्ध मात्र होइन, मृत्युको कालो छाया नै पछाडि लगाएर आएको छस्। अब छिटो हिँड, ढिला भइसक्यो, नत्र अनर्थ हुन सक्छ। बाटोभरि झाँक्रीले कमलको पछाडि मन्तरेको तोरी र चामल छर्दै आए, ताकि त्यो छौडालाई उनीहरूले पछ्याउन नसकोस्। उज्यालो हुँदा उनीहरू कमलको घर पुगे। घरमा पुग्दा सुनिताको सास एकदमै मधुरो भइसकेको थियो र शरीर बरफ जस्तै चिसो थियो। झाँक्रीले तुरुन्तै आँगनमा मण्डप बनाए, धुप बाले र मन्तर गर्ने सामान ठोक्दै तन्त्र मन्त्र सुरु गरे। लगभग 3 घण्टा लामो र डरलाग्दो पूजा मार्फत झाँक्रीले सुनिताको शरीरबाट त्यो कालो शक्तिलाई बाहिर निकाले। पूजा सकिँदा सुनिताले लामो सास फेरिन्, कालो रगत मुखबाट निकालिन् र उनको ज्वरो एक्कासी घट्यो। सबै कुरा सामान्य बन्दै गएको थियो। तर 2 दिनपछि गाउँमा एउटा अचम्मको र डरलाग्दो खबर डढेलो जस्तै फैलियो। गाउँको छेउमा बस्ने कान्छी आमा आफ्नै झुपडीमा मृत फेला परिन्। उनको मृत्यु निकै रहस्यमय र भयानक थियो। भित्रबाट चुकुल लगाएको कोठामा उनको लास भुइँमा लडेको थियो। उनका दुवै आँखा डरले च्यातिएर बाहिर निस्केला जस्ता थिए। हातका नङ्ग्रा भुइँतिर कोदरेर पुरै उब्किएला र रक्ताम्य भएका थिए। सबैभन्दा भयानक कुरा त के थियो भने उनको मुखभरि नदीको किनारको कालो हिलो र मसान घाटको चिसो खरानी कोचिएको थियो। झाँक्रीको मन्त्रले शक्ति फर्काएपछि आफ्नै छोडाले बोक्सीको ज्यान लिएको थियो। यो घटनापछि कमल धेरै दिन गाउँमा बस्न सकेन। ऊ काठमाडौँ सहर फर्कियो र आधुनिक जीवन बिताउन थाल्यो। तर आज पनि ऊ जतिसुकै उज्यालो र भिडभाड भएको सुरक्षित सहरमा भए पनि उसको मनमा डर हटेको छैन। रात परेपछि ऊ कहिले नदीको किनार वा पुलको बाटो हिँड्दैन र कतै बगिरहेको पानीको सुक्खा आवाज सुन्ने बित्तिकै उसको मुटुको टुकटुकी आज पनि त्यसरी नै बढ्छ। के तपाईँले कहिले यस्तो अनौठो, रहस्यमय वा डरलाग्दो अनुभव गर्नुभएको छ? यदि छ भने आफ्नो अनुभव कमेन्टमा अथवा मैले भिडियोको डिटेल्समा आफ्नो मेल सेयर गरेको छु, त्यसमा अवश्य सेयर गर्नुहोला।